जानला रे घुम्न जान लाग्यो आज छुट्टीको दिन हो मेरो बुढीको पनि छुट्टी छ मेरो पनि छुट्टी छ साकुरा हेर्न जाने साकुरा फुल्न चाहिँ फुलेको तर हिजोको पानीले सबै झरेको रहेछ ठिकै छ हामी कता कता जान्छौँ अब हामी अर्कै ठाउँ जान्छौँ होइन अब हामी जता गए पनि हल्का रुगा लागिरहेछ अब जहाँ गए पनि कस्तो कस्तो ठाउँमा जान्छौँ हामी सबै देखाउनेछौँ है गाइस आजको दिन शुभ रहनेछ हैन के हो मैले बोल्न जाने के हो जुम्मे पार्क छौँ को बच्चाले कान्छ त्यो बच्चाले म कस्तो छु भनिदिन्छु भिडियो आउँदो रहेछ म बोलेको त यता साकुराबाट हिँड्नु न अनि पो साकुरा खिच्छु त मैले ए कति धेरै साकुरा छ मलाई कति धेरै कान्छु बोल्नु न तिमी बोल्दै छौ त बोल न यस्तो राम्रो साकुरा भएको ठाउँमा आएको साकुरा नै राम्रो देखाउँदैन अनि मलाई देखाउनै आउँदैन तपाईँ खिच्नु न कान्छो पर्खिनु न पर हेर्दै हेर्नुहुन्छ यता हेर्नु त कसरी कान्छो कहाँ हिँड्नु भएको बेबी आउँछ हेर आँखा पराको
यस्तो रहेछ कत्रो कत्रो चाहिँ टोक्ला है माछा माछाले टोक्लै खान्छ टोकिहाल्छ किन टोक्ला यहाँ हेर न कत्रो कत्रो माछा यो चाहिँ सबैजना साकुरा हेर्नलाई आउने मान्छेहरू हो यस्तो भिडभाड चलिरहेछ होइन यो के हो यो हामी यो साकुरा हेर्न आएको छौँ होइन साकुरा नि एकदम खतरा छ हामी पनि यहाँ राम्रो छौँ गाइज हामी चाहिँ यहाँ छौँ अहिले यहाँ मेरो बुढी चाहिँ टिकटक बनाउन लागिरहेको छ के कोमा टिकटक बनाउन लागेको धन पैसा त हेर भन्छ हामी चाहिँ त्यो पारी जाने भनेर आएको खास बाटो भुलेर यतातिर आइएछ होइन गाइज अब यस्तो छ यता पछाडिको ब्याकग्राउन्ड सिन चाहिँ यस्तो बवाल छ होइन हामी
कस्तो दामी छ हामी त्यो ठाउँतिर सबै गएर आयो कान्छो यहाँ आऊ न यता आऊ न हामी यहाँ छौँ होइन यस्तो राम्रो छ पछाडिको ब्याकग्राउन्ड चाहिँ बवाल छ यस्तो राम्रो ठाउँमा हामी बुढाबुढी मात्रै छौँ त्यो देखाउने न त्यो झन् कस्तो राम्रो त्यो यस्तो राम्रो छ यता उँभोतिर होइन त्यहाँ पनि यस्तो बवाल छ अब हामी चाहिँ त्यो पारी जाने भनेर हो खास जाने भनेर चाहिँ तर त्यो फेरि हराएर कता हो आउँछ जाउँ यस्तो छ यतातिरको सिनहरू होइन अहिले चाहिँ साकुरा फुलेर ढाड यस्तो राम्रो भएको छ सबै कान्छो जाउँ न हो मेरो बुढलाई चाहिँ फेरि टिकटक नबनाइ नहुने भएको भएर यहाँ के चिजहरू बोकेर हिँडेको छ के हो यो घाँस कुटुल कसा हो कुटुल कसा बाछाले खाने चिज हो तिमीले पनि खान्छौ तिमी बाछा हो हो मलाई थाहा थिएन ल हस् हस् बेबी पर्दैन क्या मैले देखाएको छु क्या बेबी त्यस्तै छ कोसाहरू यस्तै हो बेबी हामी कहाँ हो यस्तो यस्तो जङ्गलमा यहाँ कस्तो जङ्गल छ है हिँड ओइ लड्ला है यस्तो जङ्गलको बाटो कहाँ हो थाहा छैन जग्गा खान्छ अहिले स्याल निस्किन्छ है यहाँ अब है लड्ला है यस्तो ठाउँ रहेछ होइन हामी चाहिँ अब यस्तो ठाउँतिर आथ्यौँ यहाँबाट हामी जान लाग्छौँ अन्त बेबी कम अब हामी यहाँबाट कता जाने गर्छ ठाउँ जाने भनेको जान चाहिँ तर त्यो ठाउँ नै कहाँ हो भन्ने कुरो थाहा छैन होइन
हामी चाहिँ हिँडेको हो हिँडेछौँ किन हरायो? यो खालि हराउने यो बुढीले खालि मलाई हराउन लाएर यो कत्ताको जङ्गलले थाहै भएन आउन चाहिँ पार्कतिर आएको हो होइन तर एक दिनमा साँच्चीकै हराइदिन्छु नि फेरि तपाईँ। हामी हरायौँ के कहाँ हो कहाँ नै थाहा भएन अब हराएको हरायो अनि हराएपछि हराएको त भन्ने अनि यो अनि खोइ त पार्क घुम्न आएको यही त हो पार्क घुम्ने ठाउँ। पार्क त मैले बुझेँ तर त्यहाँ जुन ठाउँ जाने हो त्यो ठाउँ चाहिँ पुग्नु पऱ्यो नि त साकुरा हेर्न आएको लु साकुरा देखाइदिनु त उता। साकुरा त देखियो केही फरक परेन ल जाउँ त्यहाँबाट फर्केर तल झर अहिलेको बाटो जाउँ अब हामी यहाँबाट फेरि उँधै फर्केर जाँदैछौँ गाइस होइन हामी हराएको अवस्था छ आज नि यार खालि पुग्ने ठाउँमा पुगिँदैन के भयो हो भनेको खालि पुग्ने ठाउँ पुगिँदैन अर्को ठाउँमा मात्रै पुगिन्छ आया, मैले त खुट्टै दुख्छ। अघि नभन भने होइन खुट्टा दुखो भनेर फेरि खुट्टा दुख्यो भन्छ कुटुले च्या भन्छ है चरीले अहिले यति राम्री मान्छे को हो यो कसकी छोरी हुन् कसकी बुहारी हुन् कसकी बुढी हुन् उसलाई चाहिँ खालि टिकटक मात्रै छ ध्यान आमामामा के हेर्नु गाह्रो छ गाइज अब मसँग हिँडेको मसँग बोल्दैन यार के भन्ने अब जिन्दगानी यस्तो छ यस्तो जङ्गल घारी यस्तो ठाउँतिर आयो आउन चाहिँ तर हामी हराएको अवस्था त होइन खास हराउन चाहिँ हराएको छैनौँ अब तर यस्तो राम्रो छ नि कान्छ है यत्रो सानो पुल पुन्टे पुल रहेछ यहाँ चाहिँ यस्तो राम्रो हाँस कान्छो हेर त्यहाँ हाँस हाँसहरू त्यहाँ खेलिरहेछन् हाँसहरू यहाँ पानी खाइरहेछ होइन यस्तरी खाने रहेछ यस्तो छ यतातिर गएका छौँ यो सानो खोला बेबी ओ बेबी अघिदेखि हामी तल घुम्दै बस्यौँ खास आउन चाहेको ठाउँ चाहिँ यो तर हामी बाटोमै हराएर बिच बाटोमै होइन बेबी के बोल्दैौ न हो कान्छ यार कस्तो राम्रो सनसेट हेर्नु त्यहाँ यस्तोहरू छ सनसेट तिमी त्यहाँ छेउ आऊ सनसेट हेरेर आँखा तिरिनु आँखा तिरिमिरी हुने सनसेट छ अरे अब यहाँ धेरै टाइम बस्नुहुन्न एकछिन बस्ने त्यसपछि जाने यहाँ गेट रहेछ नि त गेटबाट जाने रहेछ अनि उही त माथि आइनहरू छ कान्छ त्यहाँबाट गयो भने चाहिँ यता तलबाट आएको भने यस्तो ठाउँ रहेछ आउन चाहिँ मिल्ने रहेछ होइन त्यहाँबाट पनि तर हामी कता घुम्यो क्या अब चाहिँ हामी यहाँ आएको छौँ है गाइज कान्छ हामी यहाँ पुग्यौँ होइन बल्ल यस्तो राम्रो ठाउँमा चाहिँ नआएर अघिदेखि कस्तो ठाउँमा घुम्दै बसेको त हामी हेर त त्यो फुल यो भन्दा राम्रो थियो जग्गा त्यो पनि हो न त राम्रो थियो अब हामी आउँछौँ यताबाट जाने होइन बन्द छ यस्तो रहेछ टक्क त्यो माथिबाट उहाँ कफी निकाल्ने ठाउँ त्यहाँ रहेछ कफी खाने भनेको यस्तो राम्रो गार्डन रहेछ अब हामी यहाँ फोटोसोटो खिच्छौँ एक दुईवटा त्यस पछाडि जान्छौँ यिनीहरू यहाँ आइपुगेका छन् यस्तो छ होइन भ्यू अफ यस्तो बवाल छ चुरुमी रोको छौँ पार्क रे
अब हामी यहाँबाट फर्किन लाग्दैछौँ। यहाँ यस्तो राम्रो फुल छ हाम्रो पछाडितिर होइन। अनि अब यो पछाडि ब्याकग्राउन्ड त्यो चाहिँ तोरीको फुल भन्छ, तोरीबारी छ त्यहाँ चाहिँ। अनि यो चाहिँ के फुल हो भने थाहा भएन क्या, कति राम्रो हो फुल पनि, कस्तो राम्रो कलर छ। अब रात पनि पर्यो, कति बजे कान्छ टाइम देखिरहेको छ यहाँ पछाडि। टाइम कति भयो र त? ओ माई गड 6 बजिसकेछ। अब ठिकै छ, हामी चाहिँ अब लाग्दैछौँ गाइज, फर्किन्छौँ। अब फर्किने ठाउँ कहाँबाट हो फेरि? जहिले हरायो भन्ने फर्किने ठाउँ मलाई थाहा छ। ओके ओके देश यहाँबाट उउँदो चाहिँ गएन हुन्छ, यहाँबाट झरमै जान्छ। अब फटाफट अँधेरो बाटो, अँधेरो कुना सबैजना बाई यताबाट बाई, गइरहेछ। हामी गयौँ कुचुमे पार्कमा। अब यहाँबाट हामी फर्किँदैछौँ। यहाँ चाहिँ यस्तो देख्दो रहेछ होइन, जुम गरेर हेरौँ। यस्तो यो हुँदो रहेछ, यस्तो छ होइन गाइज। यतातिर यस्तो राम्रो थियो, हामी छोडेर आयौँ। अब रात पऱ्यो, अब कुनै बेला आउँला नि त होइन। अब फेरि कुनै बेला आउँला, केही छैन। आजलाई चाहिँ हामी फर्किन्छौँ भन्ने हो। अब ठिक छ बेबी, आज कस्तो लाग्यो त मेरो बेबीलाई? कस्तो रे? कति खतरा भन्दा कस्तो हो र? त्यस्तो लाग्यो? ल ठिक छ। मेरो यो कपाल चाहिँ आज काटिदिएको होइन, के काट्यो सबै ठुलो बनाइदिएर यहाँ यस्तो काटिदियो होइन। जापानिजले मेरो कपाल बिगारिदियो होइन। तिमीलाई त राम्रो भइहाल्छ, छोटो पारिदिए राम्रो हुन्छ होइन, होइन हुन्छ। यस बेबी, यस बेबी। किन के भयो मेरो बेबीलाई? हामी रमाइलो गरेर नाचिदेऊ मै च्याङ तिमी डम्फुको तालैमा मा तिमी। वाउ कति खतरा। नाचिदेऊ बेबी, खान्छौ? नाचिदेऊ मै च्याङ तिमी डम्फुको तालैमा, बिहे गर्छु अर्को सालै। किन पछाडि फर्केर हिँडेको लड्नलाई? लडे 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 ढले 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 ढले। खान्छौ? यस बेबी, आई लभ यु बेबी, बेबी आई लभ यु बेबी। यस्ताले रिप्लाई चाहिँ दिँदैन। ला ढोका बन्द छ त यहाँ त। होइन एक एकजना जाने हाल्छ बिस्तारै बिस्तारै, सानो ठाउँबाट घुमाएर जाने हो कि के हो। अब हामी तपाईँले देखाउँछौँ। कुदा कान्छ, कुदा कुदा। मेरो बनाउनु म यसरी हिँड्दैछु। कस्तो देखा पछाडि। रात पर्यो। हामी चाहिँ रेउकुचोमे पार्क घुमेर आयौँ। यहाँनिर गेट बन्द भइसकेछ निस्कने ठाउँको। अब यो ठाउँबाट सट्ट निस्किने। त्यस्तो हुँदो रहेछ। तपाईँ निस्किनु आउँछ, घुमाइदिनु न। ल यस्तो ठाउँबाट निस्केको। त्यहाँबाट हामी उता गयौँ सनसेट।
यता हेर्नु न एकचोटि यहाँ त कति राम्रो आज आएको यस्तो खतरा भयो होइन मलाई एकदम राम्रो लाग्यो आज चाहिँ एकदम रमाइलो यो यस्तो हरियाली के रहेछ त के देख्नु भयो आज देख्न त धेरै चिजहरू देख्यो तर नभनौँ देखेका चिजहरू किन नभन्ने नि विशेष गरी हामी साकुरा हेर्न भनेर आएको साकुरा नि हेऱ्यो साकुरा नि त्यस्तै भन्छ, साकुरा कति भनेको चाहिँ नेपालमा हाम्रो पैँयौ होइन पैँयौ भन्छ तर यहाँ चाहिँ साकुरा भन्दो रहेछ ल त्योमा अब हामीले त्यो पनि यो वर्षको लागि लगभग हेरी भ्याइएको होला कि के हो मैले नि बुझेको छैन होइन कान्छा? के हो त्यही होला तिमी के भन्छौ उतातिर हेर्नु के हो त्यो यस्तो राम्रो बनाएर छ। हामी अघि उतासम्म आएको थियौँ त्यहाँबाट फर्केर गएर हराएको अवस्था त्यहाँबाट कहाँ कहाँ पुग्यो होइन हराएको होइन हामी त्यहाँ गएर झन् कति धेरै ठाउँ घुम्यौँ धेरै रमाइलो ठाउँ साकुरा रहेछ। देख्यौँ तर अझै पनि यो साकुरामा फोटो एकदम- खिच्यौँ एकदम ठुलो पार्क रहेछ अब यहाँ चाहिँ घुमेर नभ्याइने रहेछ होइन घुमेर सकेन नि होइन यस तपाईँ बोलेको त कहाँ कहाँ सुनिन्छ होला घुमेर सकिएन हामीले पनि थोरै थोरै ठाउँहरू घुम्यौँ जहाँ घुम्यौँ जे गऱ्यौँ सब चिज हामीले यसैमा कैद गराए यो हाम्रो कुन्टे क्यामेरामा होइन तिम्रो मेमोरेबल छ क्यामेरा लडेको छ मलाई देखाएको छैन आधी देखाएको छ पुरै देखिया पुरा उता जानु रुखमा कस्तो राम्रो मेरो क्यामेराम्यान गतिलो छैन है गाइज एकदम गतिलो छ है गाइज यो मेरो क्यामेराम्यान हो खासै गतिलो देखाएको छैन यहाँ छ मलाई ब्याग बोकाएको छ ब्यागभरि उसको सामान छ सबै बोकाएको मलाई तपाईँ बोलेको त मुसा करा यस्तै सानो सुन्या जे भयो भने जत्र सुने नि के भएको हो भने किन किचकिच गरेको के नि भन्नु, ब्याग बोकाउनु मलाई अब जानुपर्छ रात पर्यो भोलि फेरि काममा जानु पर्यो होइन यस आजको दिनको खुट्टा रमाइलो भयो। भयो कान्छ अब भयो यस बाई बाई गाइस बाई